तर जमिन मुनिबाट पानी ल्याउँदा त माटो, लेदो वा धुमिलो पानी आउनुपर्ने होइन र? साधारणतया त्यस्तो लाग्छ। हामीले देख्ने हिटीहरूबाट त सधैँ कञ्चन र सफा पानी झर्छ। यो चाहिँ कसरी सम्भव भयो? त्यसको पछाडि प्राकृतिक फिल्ट्रेसन प्रणाली लुकेको छ नि। हिटीको ठ्याक्कै पछाडिपट्टि जमिन मुनि ठूलो खाड्डो बनाएर त्यसमा विभिन्न आकारका गिट्टी, बालुवा र कोइलाका तहहरू राखिएका हुन्थे। भनेपछि धारामा आइपुग्नु अगाडि नै पानी फिल्टर हुन्थ्यो? एकदमै। जब पानी त्यो राजकुलोबाट वा जमिन मुनिको मूलबाट आउँछ, त्यो पानी ती बालुवा र गिट्टीका तहहरू हुँदै छिर्छ। यो ठ्याक्कै त्यही प्रक्रिया हो जसरी जमिन मुनिको पानी प्राकृतिक रूपमा शुद्ध हुन्छ। अनि त्यो माटोको पाइपले गर्दा पानी चिसो पनि हुने भयो? हो नि, माटोको भाँडोमा राखेको जस्तै चिसो र फ्रेस रहन्थ्यो। तर अर्को एउटा कुरा नि, मैले धेरैजसो हिटीहरू जमिनको सतहभन्दा निकै तल अलि गहिरो खाडदुल जस्तो बनाएर राखेको देखेको छु। धेरै जसो त्यस्तै हुन्छन्। जस्तै गल्लीको बाटोभन्दा 10-15 सिडी नै तल झर्नुपर्छ नि त। त्यो किन त्यति गहिरो बनाइएको होला?